हामी चाहिँ अहिले यो झापा जिल्लाको 9 र 10 नम्बर जोड्ने हामी पुलमा आइपुगेका छौँ। यो पुल बनेको पनि लगभग नयाँ जस्तो छ। हामी देख्न सक्छौँ यता मोरङ पऱ्यो है, मोरङबाट बगेको रहेछ खोला टक्क। हामी चाहिँ अहिले केपी भएको एरियामा छौँ। यो पुल चाहिँ एकदम नयाँ बनेको रहेछ। यहाँ माथि अलिकति कच्ची रोड रहेछ, त्यसलाई चाहिँ पिच गर्नुपर्ने अवस्था देखियो। यहाँको को हुनुहुन्छ अब होइन, वाडा कार्यालय वाडा सदस्य अथवा अध्यक्षज्यू, अलिकति पिच चाहिँ माथिसम्म भयो, त्यहाँदेखि छैन रहेछ। यहाँ पिच पनि चाहिएको देखियो हामीले। देख्न सक्नुहुन्छ यहाँ एकदम चिसो छ वातावरण, यो बाँसघारी भयो, यहाँ जङ्गलहरू देख्न सक्नुहुन्छ, एकदम राम्रो छ है। अब हामी चाहिँ केही दिन पछाडि हाम्रो भाइरल रोड भनेर चिनिने दमकको एक मात्र ठाउँ जहाँ चाहिँ फुलहरू धेरै फुलेको छ, त्यहाँ पनि हामी अहिले देख्न सक्छौँ। यो बाटो सिधै नछोडी गयो भने पुगिन्छ। हामी त्यहाँ पनि जानेछौँ र हामी तपाईँहरूलाई भिडियो देखाउनेछौँ। दृश्यहरू देख्न सक्नुहुन्छ होइन। यता जङ्गल छ, देखाइदिनुहोस् त। यता जङ्गल छ, यता अगाडि पनि छ, राम्रो राम्रो ठाउँहरू रहेको छ है। यहाँ पुल पनि एकदम राम्रो रहेछ। यो भिडियो बनाउनको लागि एकदम शान्त वातावरण, तपाईँहरूलाई होइन भिडियो बनाउने अनि एकदम टिकटक बनाउनको लागि शान्त वातावरण रहेको ठाउँ रहेछ। यहाँ जङ्गलहरू पनि राम्रो राम्रो रहेको छ है। तपाईँहरूले देख्न सक्नुहुन्छ यता कृषियोग्य जमिनहरू धेरै रहेछ। यहाँ तोङ्बा खानको लागि फेमस ठाउँ पनि रहेको छ। यहाँ तलतिर चाहिँ तोङ्बाको लागि एकदम फेमस ठाउँ हो। अनि हामी यो पुलदेखि माथि नछोडी गयौँ भने चाहिँ लगभग हामी माथि राजमार्गतिर चाहिँ पुग्नेछौँ। हामी यही बाटो हुँदै हामी भाइरल फुल फुलेको ठाउँमा पनि जान सक्छौँ। अनि भाइरल फुल फुलेको ठाउँमा हामीले भिडियो खिच्नेछौँ अनि तपाईँहरूलाई देखाउनेछौँ। त्यहाँ फुलहरू एकदम राम्रो फुलेर कस्तो मनमोहक वातावरण बनाएको छ। अनि गर्मीको लागि एकदम यहाँ चाहिँ बेस्ट ठाउँ लाग्यो है। एकदम चिसो हावा चल्ने, अनि त्यो भाइरल रोड पनि एकदम चिसो छ। त्यहाँनिर गयो भने एकदम माइन्ड फ्रेस हुन्छ। भिडियो बनाउन तपाईँहरूलाई तनावहरू छ भने तनावहरू फुल्न पनि मद्दत गर्छ है। हाम्रो यो दमक चाहिँ एकदम राम्रो ठाउँ, दमकको एकदम राम्रो ठाउँ यहाँ पनि हो। अनि भाइरल रोड भनेर चिनिने फुलहरू फुलेको ठाउँ पनि हो। यो सिधै माथि देखाउनुहोस् त क्यामेरा। यो बाटो नछोडी गयो भने चाहिँ, यो पुलदेखि माथि नछोडी गयो भने चाहिँ हामी टक्क राजमार्ग पुग्नेछौँ। राजमार्गबाट लगभग बाइकबाट 10-15 मिनटको दूरीमा चाहिँ हामी आइपुग्नेछौँ भाइरल रोड, फुल फुलेको ठाउँ। हामी चाहिँ अहिले ठ्याक्कै फुल फुलेको ठाउँबाट निकै तलतिर सिनहरू देखाउनु नि त, कति राम्रो फुलहरू फुलेको रहेछ। अनि उहाँ खोलामा पानी आउँदै गरेको बाँसघारीहरू पनि देखाइदिनुहोस्। बाँसघारीहरू पनि रहेछ यहाँनिर। मलाई एक क्वेसन गर्नु मन लाग्यो तपाईँहरूलाई, अगाडि जानुहोस् त क्यामेरामा। यहाँनिर हामीहरूको कस्तो कस्तो जोडीहरू आउँदा चाहिँ ठिक होला घुम्नलाई? यहाँ चाहिँ एकदम भर्खर भर्खर लप परेको जोडीहरू चाहिँ आउँदाखेरि एकदम उपयुक्त ठाउँ रहेको छ। हामीहरूको लप पर्ने जोडी मात्रै आउँदा ठिक हुन्छ कि विवाहित जोडीहरू आउँदा पनि ठिक हुन्छ? लप परेको मात्र नभएर विवाहित जोडीहरू पनि आउँदा हुन्छ, सिङ्गल आउँदा पनि हुन्छ। तपाईँहरूलाई भिडियो बनाउन एकदम तपाईँलाई तनाव छ भने तनाव खोल्नको लागि आउन सक्नुहुन्छ। तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ शनिबार चाहिँ छुट्टी हुन्छ, शनिबार चाहिँ आउनु नै पर्ने हुन्छ। किनभने हामीले पढ्दा एकदम तनाव धेरै हुन्छ नि त, त्यसको लागि खोल्नुपर्छ, घुम्नुपर्छ। अनि यस्तो शान्त वातावरणमा आएर हामीले होइन टक्क घुम्यौँ भने, बस्यौँ भने बाँसघारीमा यस्तो राम्रो छ। यस्तोमा हावा खायो भने होइन, माथि हामी बजारमा बस्ने भएको कारणले हामीलाई चाहिँ एकदम स्टुडेन्टलाई चाहिँ खुल्ला ठाउँ चाहिँ आयो भने चाहिँ हाम्रो चाहिँ वातावरण अथवा माइन्ड चाहिँ एकदम फ्रेस हुन्छ। हाम्रो अब भिडियो यहीँ टुङ्ग्याउँ अनि माथि हाम्रो गन्तव्य स्थलतिर लागौँ। हामी चाहिँ अहिले भाइरल दमक एक मात्र भाइरल ठाउँ आइपुगेको छौँ, भाइरल फुल फुल्ने ठाउँ। यहाँभित्र चाहिँ राजाको दरबार जस्तै छ, राजा बस्नुहुन्छ। हामी ठ्याक्कै अहिलेको डेस्टिनेसन भनेको ठ्याक्कै भाइरल रोड भनेर चिनिन्छ। भाइरल फुल फुलेको ठाउँ आइपुगेको छ हामी। यहाँ राजाको यो भित्र दरबार रहेछ, देखाउनु। पहिले आर्मी क्याम्प थियो यहाँ,
आर्मी क्याम्प हटाइएको छ अहिले हामी ठ्याक्कै उहाँ फुल देखाइदिनु न फुल फुलेको ठाउँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ शुक्रबार मान्छे होइन हाफ छुट्टी भएर आउने गर्छन् भने शनिबार चाहिँ यहाँ खुट्टै हालि नसक्नु मान्छेहरू आउने गर्छन् खुट्टै हालि नसक्ने मान्छेहरू आउने गर्छन् भाइरल भएको छैन यो टिकटकमा भाइरल भएको ठाउँ हो यो जहिले भाइरलै हुन्छ टिकटकमा देख्न सक्नुहुन्छ यहाँको सिनहरू लगाइराख्नु भएको हुन्छ हामी त्यही नजिक नजिक पुग्न आँट्यौँ फुल फुलेको ठाउँहरू देख्न सक्नुहुन्छ अगाडि यहाँ चिया यता कृषियोग्य जमिनहरू पनि छ चिया बगान पनि देख्न सक्नुहुन्छ चिया बगान पनि छ एकदम राम्रो छ यहाँ चाहिँ तपाईँहरूलाई एकदम होइन बस्नेको व्यवस्था पनि गरिएको छ उहाँ खाजा खाने ठाउँ चटपटेहरू खाने ठाउँको पनि व्यवस्था गरिएको छ लगभग हामी आइसकेका छौँ नजिक नजिक आइपुगेका छौँ फुल एकदम राम्रो छ कोरियामा फुल्ने मोगुङवा जस्तै कलरको छ यो फुल चाहिँ मोगुङवा जस्तै देख्छु म चाहिँ ठ्याक्कै यो चाहिँ एक सिजन मात्रै फुल्ने गर्छ यो फुल चाहिँ ठक्क वैशाखको सिजनमा यहाँहरू आएर यहाँ चाहिँ एकदम मनोरञ्जन गर्न सक्नुहुन्छ हावाहरू पनि एकदम चल्ने गर्दछ यहाँ भनेको शनिबार आउनुभयो भने चाहिँ एकदम राम्रो हुन्छ शनिबार आउनुभयो भने चाहिँ तपाईँहरूले होइन पढ्ने विद्यार्थीहरू चाहिँ आउनै पर्ने हुन्छ यहाँ तनावहरू एकदम स्टेजहरू चाहिँ खुल्छ आएपछि घुम्नुपर्छ हामी पढ्ने विद्यार्थी भएर त्यही हो अब माथि बजारमा बस्दा एकदम कोलाहल धेरै हुन्छ नि त हर्न हुन्छ गाडीहरूको अनि यहाँ एकदम शान्त वातावरणमा आएर तपाईँहरूले आफ्नो स्टेजहरू खुल्न सक्नुहुन्छ तपाईँहरू चाहिँ घुम्न आइहाल्नु होला घुम्न चाहिँ आइहाल्नु पर्ने हुन्छ यहाँ म घुम्न आउने मान्छेलाई चाहिँ के सुझाव दिन चाहन्छु भने तपाईँहरू चाहिँ अब आउने विचार गर्नुभएको छ भने आउनै पर्छ यहाँ चाहिँ किनभने आउनु नै पर्छ यस्तो राम्रो फुल फुलेको छ म त कोरियामा पुगेछु जस्तै लागिरहेछ क्या मुगुङमा फुल फुल्छ नि कोरियामा त्यो फुल त्यस्तै देख्दैछु क्या म कलर पनि फुल वाङसेक भन्नु जस्तै कलरको देखिन्छ टक्कै यो एउटा सिजनमा मात्रै फुल्छ है टक्कै वैशाख अन्तिममा फुलेर यो चाहिँ फेरि अर्को वैशाखमा फुल्छ यहाँ चाहिँ तपाईँहरू आउनु होला टिकटक बनाउनु होला तपाईँहरूलाई भाइरल ठाउँमा आएपछि भाइरल हुनुहुन्छ तपाईँहरू होइन कसरी बनाउने नाच्ने देखिदिन्छ टिकटक बनाउनु होला यसरी हिँड्दै यस्ता हेर्ने यस्तो गर्ने होइन यसो गरेर भए पनि बनाउँछ तपाईँहरू नाचेर पनि बनाउन सक्नुहुन्छ टक्क आउने नाच्ने यस्तो दिने कस्तो आउँछ तपाईँहरूलाई त्यस्तै नाच्न सक्नुहुन्छ हेर्नुहोस् न कति राम्रो फुलेको छ प्रकृतिमा हराउन मन छ भने तपाईँहरूलाई यहाँ आउनु अनुरोध गर्दछु यहाँ अगाडि पनि देखाउनुहोस् बगैँचा जस्तै छ अगाडि नजाउँ अब हामी होइन भिडियो यही देखाउनेछौँ सिन यो सिन देखाएपछि हामी हाम्रो गन्तव्य स्थलमा लाग्नेछौँ अगाडि मान्छेहरू पनि देख्न सक्नुहुन्छ चिया चटपटे पनि यहाँ व्यवस्था छ एकदम यहाँ घुम्न आउनेलाई अब भोक लाग्न सक्छ टाढो टाढोबाट आउनु यहाँ उर्लाबारीदेखि पनि माथि पेल्टीमारीदेखि पत्रीदेखि पनि आउनुहुन्छ यो फुलमा चाहिँ भिडियो बनाउन फोटो खिच्न तपाईँहरू पनि आउनु होला भन्न चाहन्छु सिन देखाउनु म अनुरोध गर्छु तपाईँलाई त्यो शरद ऋतु